ओए यही हो गाउँ घरबाट निस्केर गाउँ डुलेर आउँछु भनेर यही हो ताल यही हो गाउँ मारे नि बाबै बचाउ रिताजी पिता अब बस्ने आफ्नै बुढीसँग जति बस्ने बस्ने कुरा गर्ने भोलेनाथ बचाउ मलाई भोलेनाथ लो 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 इल्ला त कालीबाट चढेछ आमामा बचाउ बचाउ आइ आइ बचाउ आइ यसो नगर न मार्ने विचार छ क्या मलाई मान्छेको जात त यस्तै हुन्छ बुढी घरमा छैन भने त बाहिर अन्तै लाउनु पर्यो मारे नि बुढीले ए बुढी ए बुढी एकछिन पहन मेरो खुट्टैबाट सुम्लो बनाइदियो नि सुन्नु परेन मलाई एकछिन प मेरो कुरा सुन खै यो लट्ठीले त आया घटी साह्रै पिट्नु पनि आहाले देखे अब कानले पनि सुन्नु पर्यो तिमी कुरै नबुझिकन मलाई जाम कि जाम हान्ने आफ्नो बुढा पनि मैले त त्यो बहिनीको आँखामा भिप्सो पसेर रहेछ त्यति बेला मैले यसरी फु गरेर निकालिदिएको त्यसै कुरा नबुझेर मलाई हिर्काएर मेरो ठुली मम्मा आज त तिमीले मलाई गोरुलाई भन्दा पनि बढी चुटाइ गरेर आइया मेरो यहाँ खुट्टैभरि टेक्दैभरि पुरै लोला बसेर खै हिँड्नु सक्दैन होला म हेर देख्यौ यस्तो दुःख छ मेरो बुढी यताउता एकचोटि मलाई बोकेर लैजाऊ ल बोक्नु पर्यो होइन मैले त्यसै एक्टिङ गरेर मेरो बुढीले माया गर्छ गर्दा भनेर म हिँड्नु सकिहाल्छु ल जाऊ अहिले जे जति कुराहरू भयो त्यो सबै म भन्छु हुन्छ ल जाऊ मारे नि हामी यो गरिबहरूलाई त्यो चाड भन्ने चिज त आउँदै नआइदियो हुन्थ्यो नि जति पनि चाड आउनु थियो तिनै धनी मनी लगाएर त हुन्थ्यो नि अब हामी गरिबलाई हेर न पीडा बल्ल बल्ल दसैँ आयो अब त्यो साङ्गे दाजुसित पैसो माएर बल्ल बल्ल खसी काटेर दसैँ त अम्काइयो त्यो बिचरा साङ्गे दाजुको पैसा तिर्न सकेका छैन फेरि तिहार आयो यो तिहार कसरी होला त मनाउने क्यार्ने होला त सबै मान्छे हतुरे कहाँ भैली खेल्न जानु पर्यो भनेर आउलान् गोजीमा सुक्खो छैन भेटी दिनु पर्ला सेलरोटी दिनु पर्ला अब अहिले त कहाँ यसो 2-4 रुपियाँले मान्छन् र अहिले त 1051 5051 यसरी माग्छन् अब फेरि तिहारमा यसो अब सबै सधैँदेखि मानिआएको चाड हो अलिअलि 21 भए पनि मासु चाख्ने पर्ने होला दिदी बहिनी अब आफ्ना त छैनन् बाआमाले त सजिलै गरिदिएका नपाइदिएर तर अब हजुरबाउले फुपू दिदीहरू त पाइदिएछन् अब आउने होलान् तिनीहरूको नि चित्त बुझाउनै पर्ने होला साह्रै गाह्रो पऱ्यो अब यसो साङ्ले दाजुगाईतिर जानुपर्छ क्या साङ्ले दाजुगाई गएर पनि पहिलेको पैसा दिनु छ दिने कि होइन के हो फत्तरी भाइ वरिपरि कोही छैन त्यसै फत गराइरहनु भएको छ त किन के भयो दिदी ल यो गरिबको घर आउनुभयो अब तपाईँलाई दिने एउटा सुकुल गुन्द्री पनि छैन ल बस्नुहोस् त दिदी ल बस्नुहोस् आउनुहोस् गरिबका घर आएपछि यस्तै हो अनि कताबाट आउनुभयो त दिदी मेरो घर ल भन्नु त आज
कताबाट आउनु नि फत्तरे भाइ, तिहार नजिकिँदैछ। अब यसो तिहारमा माइत पनि जानुपर्ने, यसो मासुहरू यताउता केही व्यवस्था छ कि भनेर आएको नि। अब सीता दिदी मासु त खानै पर्ने हो। अब तिहार भन्ने चाड पनि वर्ष दिनमा एकपटक पाउने हो। अब तर के गर्नुहुन्छ, अब यो फतुरेसँग पनि पैसाको रुपियाँ छैन। अब के गर्ने खोइ, यसपालिको तिहारमा मासु खाइ होला जस्तो छैन दिदी। अब गुन्द्रुक खाने दाँत कोट्टाएर बस्ने। अब गुन्द्रुक पकाउनुहोस्, लानुहोस् माइत पनि, त्यही गरौँ न र। चुप लाग फत्तरे भाइ, गुन्द्रुक लिएर माइत जाँदा सीताको इज्जत कहाँ जाला, त्यो पनि वर्ष दिनको तिहारमा। इज्जत रे, इज्जत जानको लागि त तिम्रो इज्जत पनि हुनु पर्यो नि त दिदी। अब तिम्रो घरमा आलु गुन्द्रुक मस्यौरा भन्दा कुनै दिन खाने औकातै छैन। अझ मसित आएर मेरै घर आएर म ठुल्ठुला कुरा गरिदिनेछु के कान यो बानी। त्यस्तो औकातमा हुँदैन। दसैँमा त सिङ्गै खसी ढालेको यही सीता हो, तिहारमा पनि बाँकी छैन ढाल्नलाई। ए ढाल्यौ दसैँमा खसी के कान, अझ ढाकभन्दा धक्कु ठुलो पो लाउँदै रहेछ यहाँ मसित आएर। तिम्रै बहिनी मैनाले आएर यो फतुरेसँगबाट आधा किलो मासु मलाई जसरी पनि देऊ है फतुरे भनी मासु दिएर पठाउने, यही फतुरे हो। अझसम्म जिउँदैछ तिम्रै अगाडि, अझ मैसित आएर ठुला कुरा खसी ढाले अरे। खसी त क्यारो ढाल्नलाई। ए दसैँमा खाएको आधा किलो मासुको पैसा त अहिलेसम्म तिर्न सकेको छैनौ। अझ तिम्रै कुरा ठुला, तिम्रा खुलखुलेलाई खाने काली बुढी। ए तिमीबाट पो लगेको मैनाले मासु आधी किलो। अब त्यसो भए तिहारमा पनि आधी किलो पठाउनु, एकै पालि पठाउँला नि त पैसा, महिनासितै पठाइदिन्छु पैसा। अब दिदी, अब तिम्रो थुतुनु हेरेर त तिमीले पैसा तिराउने जस्तो त मलाई लाग्दैन। हेर त्यही पनि त्यो तिम्री बहिनी छ नि मैनालाई देखेर यसो आधा किलो चाहिँ पठाइदिउँला। अब पैसा चाहिँ बेलैमा पठाइदिए है दिदी। ल त नि हुन्छ, ल आधी किलो मासु पठाइदिनु, पैसा पठाइदिनु है त। ल गाईमा पनि ल पहिला गएर त्यसरी भाका ननाग्नु नि, बेलैमा पैसा पठाइदिनु है फेरि। अब यो खुलखुलेलाई खाने गाली बुढीको त बानी बेहुरै छैन, के गर्नु। तिहारको बेलामा त कस्तो घाम लागेको माथि, यस्तो रमाइलो घाम लागेको छ तिहारको। अब बरु त्यो घाम लागेको बेलामा त्यो गाउँतिर गएर मान्छे जम्मा गरेर भैली खेल्न पो हिँड्नु पर्थ्यो कि क्या। एक्लै घर के बस्नु, भैली खेली रमाइलो पनि भयो। तिहारको चल अब दाउरा चिरेर त सुकाएको थिएँ, सुकेकै सुकेनन्। अब फुपू दिदीहरू आउने होला, सेलरोटी पकाएर त खुवाउनै पर्यो। तर के गर्ने होला गाँठे, अब गोजीमा दुध छैन, के आइडिया लाम त। आयो आइडिया। अब यो तिहारमा अब भए जतिका सबै दिदी बहिनी हाम्रा दाजुभाइलाई जम्मा गर्नु पर्यो। अनि भैली खेल्न जाऊँ भनेर उचाल्नु पर्यो। अब भैली खेलेपछि त 2-4 रुपियाँ त पैसा त उठ्छ नि। हो त्यही पैसाले तिहार मान्यो, फुपू दिदीलाई टिको लाएर पैसा पनि दिने हो। अब ल यी दाउरा साउरा यी सुकाएर जानु पर्यो। सबैलाई बोलाएर लिएर आउँछु, पहिला दाउरा पनि सुक्छ। अब आइडिया आयो, फतुरेको गयो। अब ल आज त ढोका खुल्लै रहेछ। अब हिजो आउँदाखेरि बाटुले यत्रो भोटे ताल्चा मारेर कता गइरहेछन् कुन्नी। आज त यसो अब गर्मीमा शीतलोमा बसे जस्तै बाटुलीको आँखा बसेर शीतलो शरीर पारेर टुक्क पार्नुपर्छ आज। ए बाटुली, ए बाटुली, को ए फतुरे पो रहेछ। अनि त बाटुली, अनि के गर्न आएको, मासुको पछि नआयो होला, म घरमै आउँथेँ नि, किन आउनु पर्छ र यहाँ। यत्तेरीका बाटुली, तिमी त्यत्तिकै नजात न। कहाँ मासुको पैसा लिन आउनु म, तिमीसित मासु पैसा लिन्छु होला त मैले। त्यसो भए किन आयो त भन त। किन आउनु नि बाटुली, अब मायाकै कुरा गरौँ भने त यो मनमा कति छन्
तर अब आज मायाको कुरा गर्ने होइन क्या। तिहार आयो, अब भैली खेल्न जाने। त्यही भएर म त तिमीलाई भैली खेल्न जान्छौ कि भनेर बोलाउन आएको नि त। मायाको कुरा छोड फतुरे। अब भैलै खेल्ने भए यसो विचार गर्नु पर्ला। कस्तो विचार गर्ने र बाजुले? ल छोड्देऊ कुरा, ढोका बन्द गर। मैले सब मान्छे जम्मा गरेको छु, आजैबाट सुरु गर्ने ल। हिँड त, उठ त। ढोका बन्द गरिहाल ल। ल अलिक छिटो गर न, ढिलो भइसक्यो। सब मान्छेमा घर जम्मा भइसक्यो। ल बाजुली, अब आज हाम्रो भैली खेल्ने सल्लाह भइरहेछ यो फतुरेको है। अब तिमी पनि आयौ, तिम्रो र मेरो सल्लाह। अब तिमी यहाँ बस्दै गर, अगाडि मैले यो ढोका पनि खुल्ला गरेर गर्छु कि उता गाउँतिर। अब मेरो घर तिम्रो घर एउटै हो, यो घर तिमीले हेर्देऊ। म उता गएर मैनालाई अनि त्यसरी रिटालाई अन्त हाम्रो बिरे भन्ने छैनन्, ती बिरेलाई लिएर आउँछु। अनि यहाँ सल्लाह गरेर आज भैली खेल्न जाने है। ल यो घर हेरिदेऊ है। ल ल छिट्टो आउनु है। ल ल ल ओहो दिदी, कहाँबाट आउनुभयो हजुर? म कता हुनु नि, त्यही फतुरीको घर गएको छु। त्यसो भेटघाट गरौँ भनेर। अनि तिमी चाहिँ कता हिँड्ने तिमी? कता हिँड्नु नि दिदी, यसो मासतिर दोकानसम्म जाम भनेको। यसो तिहार पनि आछ, सामान किन भनेर हिँडेको। बाटो आउँदा आउँदै यस्तो पानी पर्यो, रुद्दै आएको छु। त्यही त रिता बहिनी, म पनि फतुरेकोमा यसो मासु सासुको बन्दोबस्त गर्छन् कि भनेर गएको। केही पनि रहन्छ, तिमीले कता भन्नेछौ त नि मासु? यहाँ दिदी, अब मैले त कति पनि भनेको छैन। कतै पाइयो भने लिएर खान पर्ला गरे, नत्र भने त यो तिहारमा यस्तै त होला नि। त्यही त बहिनी, अहिले त टिका लाउन जाने भनेको माइत, मासु नभई नहुने। अलिकति खोजेको पाइएन, यसो पाए बन्दोबस्त गरौँ भनेको। यसो पाए भनिदिनु के अरे मलाई पनि। ल ल दिदी, कतै व्यवस्था भयो भने मैले ल्याउँदा हजुरलाई पनि भनिदिउँला नि त। नभए त अब के भन्नु। ल ल हुन्छ बहिनी, मेरो त नलै हुन्न मासु त। दाजुभाइलाई फेरि मासुकै चाख हुन्छ। तिहारमा मासु नै बोकेर जानुपर्छ र दिदी दाजुभाइलाई। के गर्ने बहिनी, रित्तै हात गएर भएन, टिको मात्रै लर गएर भएन के अरे। यसो कसैले त लानै पर्यो नि। ल त नि ल दिदी, पानीको यस्तो आइरहेछ, भिजिएको। तपाईँ पनि अब कता जानु हिँड्नु भएको, म पनि अब यसो पसलतिर जानु हिँडेको। ल जानु है त दिदी। हुन्छ हुन्छ बहिनी, भेटेर कुरा गर्नु गरौँ है त है। हस् ल दिदी। कहाँ गयो फतुरे, अहिलेसम्म आउँदैन। भाटुली के हेरेर बसेको यहाँ? ल यस्तो यो फत्रीको घर ढोका पनि खुल्लै छ, फत्री छैन? छैन, कता गयो गयो। जाँचुकै जान्देऊ, हिँड उता गएर भैली खेल्ने। म चाहिँ पहिला जाने, हाम्रो घर हिँड त। पहिला उता म तिमीलाई राख्छु नि, सबैले लिएर आउँछु क्या म। ल आऊ छोड्दै। अब तिहार त आयो, भैली खेल्ने भनेर त हिँडे। अब टिम कता पुऱ्याउने होला त? टिम त चाहियो। मेरा बानी। ओहो रिता, हजुर के छ अलि चल्ली? ठिकै छ। होइन, आज त मलाई नि ढुङ्गो खोज्दा त देउतै मिलेको जस्तो भयो। अनि कता हो? म त पसलतिर हिँडेको। अनि के को लागि देउता भेटे जस्तो भयो त नि मलाई भेट्दा भाइ। के को लागि हुन्थ्यो रे मोटी ढ्याम्सी? तिहार आयो, अब यसो गर, भैली खेल्नु पर्यो। अब यो तिहारमा हेर न, तिमीलाई लर छम छम नचाउन पाएदेखि तिम्रो नाच पनि भाइरल, तिमी पनि भाइरल, यता फेरि पैसा कमाइ पनि हुने। अनि आधा आधा बाँडौँला भनेर नि तिमीलाई बुद्धि नभयो कि ढ्याम्सी? ए कुरा त्यसो पो हो? कता यो रिता गएर नाच्देला, पैसा कमाउँला भन्ने सोचेको पो छौ? चम्झिने पानी छम्किने, यो रिता गएर नाच्दैन। त्यस्तो कुरो होइन के रिताजी। अब तिमीलाई लहर छम छम नचाएर पैसा कमाउँला भन्ने यो फतुरीको उद्देश्य होइन। यसो मेरा बानी, यो जिउ हेर न, ठ्याक्क त्यो 12 फुटे ट्रक हुन्छ नि त्यत्रै छ। यो शरीरलाई नचाएर भाइरल बनाउँला भन्ने उद्देश्य चाहिँ हो क्या मेरो सोचाइ। कुरो बुझाउने रिता? मलाई भाइरल साइरल बन्नु छैन। म तिमीसँग भैली खेल्न पनि जान्न, मलाई भाइरल पनि हुनु छैन। ए डाम्ने रिता, अब तिमीलाई भाइरल हुन मन छ कि छैन कि भन्ने यो फतुरीले पुरा अक्कल लागेको छ कि। अनि त्यस पछाडि अब तिमीलाई लहर छम छम नचाएर बारुली कम्मर मरक मरक भाँचेर
कसरी तिमीलाई भाइरल गराउनुपर्छ भने यही फतुरेलाई मात्रै थाहा छ कि हो तिमीलाई नै थाहा छ त्यही थाहा पारै बसिरहौ म त जान्छु मेरा बाया नि के को जान्नु हो र नि गऱ्यो यो भैलीमा छम छम नाच्दिने होला हिँड जाम होइन, जानु म यहाँ पसलमा जाने हो क्या? जानिने हो होइन, पसलमा जाने मान्छे। गऱ्यो ट्यागमा नाच्दिने हो ल रिता ल कता पो बहिनी बाटुली भित्र गइदिन् कि ल भित्र पनि छैन झन् ढोका हेर्दै वही भनेर भनेको त त्यत्तिकै गएछ ल सुन्नुहोस् आज हाम्रो भैली खेल्ने सल्लाह छ त्यो बाटुलीलाई यहाँ ल्याएर राखेको थिएँ अब कता गइछिन् अहिले आउँछिन् होला ल तपाईँ यहाँ बस्नु घर पनि पुरिदिनु है म चाहिँ हाम्रो बिरे भन्ने छैनन् त्यो बिरेलाई लिएर आउँछु तपाईँ यहीँ बस्नु है ल ल छिटो लिएर आउनुहोस् ल ल ल बाटो ल्याऊ ल बस यहाँ बस म अरू साथीभाइ बटुले लिएर आउँछु अनि मजाले हामी मिल्ने भैली खेल्ने देउसी खेल्ने रमाइलो गर्ने क्या त्यो फतुरे अब सँग खेलेर हुन्छ है ल बस्दै गर ल च्याउ आयो च्याउ 100 रुपियाँ बोका च्याउ आयो ल च्याउ ल आयो च्याउ आयो च्याउ 100 रुपियाँ बोका च्याउ ल हेर्नु यो डाम्नु त हिँड त यत्रो पुगो पो लिएर बसाएर छ ए होइन डाम्ना यहाँ राछ यस्तो पुगो बोकेर बस्यो यिन भैली खेल्न जाम यो जाबो भन्दामा त भैली खेल्न त पैसा चाहिँ कति हो गयो नि या म त जान्न आफूलाई यहाँ यत्रो च्याउ बेच्नु छ ए डाम्ना त्यो 100 रुपियाँको यति च्याउ बेचेर के नै नाप्छस् रो बरु यिन भैली खेल्न जाम सबैका गएर 1000 रुपियाँ दक्षिणा दिन्छन् भरे गएर 5,000 रुपियाँ बाँडौँला नि यो चाहिँ अब 100 रुपियाँको च्याउ बेचेर दिनभरि हावा खाएर यो ताक्तो न साह्रो केही पनि हुन्न या आफ्नो व्यापार छोडेर भो जान्न म त भैली सैली खेल्न आफूलाई यहाँ यत्रो च्याउ बेच्नु छ भो त जा त म त जान्न यो चाबो च्याउ भनेको त तिहार पछाडि बेचे पनि हुन्छ तिहार पछाडि भैली खेल्नलाई पाइन्छ लैज जाम ए यो चाबो पछाडि बेच्न लैज अनि दिदी अब यसपालिको यो तिहारमा त भैलोमा हाम्रो गाउँले चाहिँ बबालै गरिदिनुपर्छ वर्ष वर्ष हे तेरी फतुरी के यो च्याउ नै बोकेर भैली खेल्न जाने त च्याउ थन्काउनु परेन ए दिदी तेरो यो दिमागमा नि यत्रो बिर्को लाएर अब तेरो त त्यो यत्रो त पोको च्याउ त मैले थन्काएर आएँ भने जाबो 4वटा पोका यति जाबो च्याउलाई यो फतुले तर्तिब गर्न सक्दैन त हिँड्न त कोसित हिँड्छस् फतुलेसित ए राम यो पोके दाइ पनि मान्छे लिन जान्छ भनेर गएको खै अहिलेसम्म आउँदैन बरु फतुरेले मान्छे जम्मा गरेर रमाइलो गरिरहेको होला बरु उतै जानुपर्छ के अब बरु खै अहिलेसम्म आउँदैन बरु हिँडिदिन्छु म त रिता हजुर तिमी पनि फतुरेकै घर यहाँ भैली खेल्ने भनेर बोलाएर ल्याउनु भयो त्यो क्या गर्नु अब कहाँ यहाँ एक्लै भैली खेल्ने एक्लै तिमी मात्रै भैली खेल्छौ अब फतुरे कहाँ कहाँ अरू मान्छे सबैमा मसँग जम्मा भएछन् अनि तिमी खै यहाँ एक्लै भैली खेल्नु हिँड उतै उता पो जम्मा ल गर्नु उतै जम्मा ल ए रिता पनि कता हिँडिन्छन् त नि फेरि बाटुली पनि आइरहन्छन् ल बिरे भाइ यता सुन्नु त आज हाम्रो भैली खेल्ने सल्लाह छ अब तिहार लाग्यो यसो भैली खेलेर 1-2 रुपियाँ त कमाउनु पर्यो नि त होइन र अब तपाईँ यहाँ बस्नु यो मेरो घर पनि हेरिदिनु ढोका खुल्दैछ क्या फेरि तपाईँको जिम्मा है त्यो रिता र त्यो बाटुले अहिले आउला नि कतै टोइलेट सलेट गयो होला अनि आज भैली खेल्न जाने तपाईँ चाहिँ यहीँ बस्नु म चाहिँ महिनालाई लिएर आउँछु है ल है त हुन्छ छिटो आउनु है ल ल ल त्यो क्या गर्नु मजा आच्छा ल होइन त्यो बाटुले कता गइछन् फेरि बाटुले पनि ल्याएर यहीँ राखेको थिएँ त मैले ठिकै छ कता टोइलेट फेरि गएँ ल बस तिमी यहीँ बस अब म फेरि अरू मान्छे लिएर आउँछु बाटुले आएन नि यहीँ गफेर बस है छिटो आउनुहोस् नि फेरि एकदम छिटो आइहाल्छु नि अनि मजाले चाहिँ अब नाति यसरी घटाउनु पर्छ क्या तिहार आउँदैन है तपाईँ भाइ ल छिटो लिएर हाम्रो दिदी फतुरेकोमा मासु भन्न गएको खै यतिखेर नि नआउने बानी नै नराम्रो जहाँ गए हुँ हराउने
जानु पर्यो बोलाउन यसो बोलाउनै जान पर्ने ए होइन है मैना कहाँ जान लागि तिमी कता हुनु नि फतुरेजी मेरो दिदी तपाईँकोमा जान्छु भनेर गएकिन् आउँदै आएनन् खै त नि मेरो दिदी ए मैना तिम्रो दिदी त बिहानै मसँग भेटेर ल भाइ म त अब मासु भन्न आएँ भनेर चाहिँ उति बेलै हिँडेकिन् त यति बेलासम्म गराइ छैनन् आइसकेनन् नि अहिलेसम्म त्यही भएर त दिदीलाई खोज्न जान हिँड्नु कि ल ठिकै छ त्यो काली बुढी नि तिम्रो दिदी नभएको त मेरो लागि त एकदमै राम्रो भयो अनि मैना आज त अब तिहार लाउन लागि रे तिम्रो र मेरो त्यसो ट्याक्क टुक्क भैली खेलेर नाच्ने भन्ने कुराले म त तिमीलाई लिन आएको के छ तिम्रो विचार के को विचार म त खेल्दिनँ भैलो सैलो मलाई भैलो पनि मन पर्दैन बरु तपाईँसितै गफ गरेर बस्ने विचार थियो ए मैना त्यसो भए सबैले भैली भैली भन्छन् सबै नाच्न गाउन जान्छन् तिमी र म एउटा कुनामा बसेर ट्याक्क टुक्क कुरा गरौँला नि त माया बिरिङका ल जामाउ लैन मेरा बानी मेरी मैना लैन हे तेरी यो फतुरे कहाँ गयो बस्दा बस्दै साह्रै बोर लाग्यो गिरे भाइ हजुर तिमी पनि फत्रेकै घर तेरिका सिकाएको मैले जम्मै मान्छेमा मेरो घर जम्मा गरिराखेको छु अनि तिमी यहाँ एक्लै किन हो जाऊ त भोलि खेल्न जाऊ ए हो र उतै जाने जाने नि यहाँ एक्लै फत्रेका बसेर के काम जाऊ न ल ल जाउँ न जाउँ हेर्नु त कता कता जान्छन् म ल्याएर यहाँ बस भन्छु ढोका हेर्छु भन्छु सबै हिँडेर ल बा मैना सुन है अब आज हाम्रो भैली खेल्ने सल्लाह छ भैली खेल्न जाने हो मजाले 2-4 रुपियाँ कमाउने हो तिहारमा मजाले मनाउने तास के तास अब तिमी यहाँ बस त्यो पोके छैन हाम्रो डाम्नो त्यो पोके मेरो साथी हो त्यसलाई मैले बोलाएर लिएर आउँछु तिमीले चाहिँ यो घर पनि हेर अब त्यो आउला नि अहिले त्यो बिरे त्यो हामी छन् नि रिता तातुली तिनीहरूलाई बोलाएर लिएर आइसकेपछि सल्लाह भएको छ कि तिमीले चाहिँ राम्रोसँग हेरेर बस है हुन्छ ल छिटो आउनु है ल ल ल आइहाल्छु ल ल यहाँ तालका मान्छे रहेछन् उता खेल्नु भनेर उता बस्दा बस्दा अब यता खेल्ने भनेर यता आइयो यता नि बसेछ कोही पनि आउनु त फेरि यो बसेर काम छैन बरु घरतिरै जानुपर्छ क्या जम्मा भयो नि खेलौँला खेल्नै आउनु पर्ला नत्र भने जान पर्यो यस खेलसँग कसले कुरेर बसिरहेको छ ल गिरे भाइ अब मजाले अच्छा के भन्छ त्यो बाटुली रिता यहाँ ल्याएर झन् राखेको जमाएर त दुइटै छैन नि त त्यो कहाँ गएको त यिनीहरू त्यो रिताको त शरीर पनि धेरै भाषा र डुम्मा कि डुम्मा थियो त्यो ढाडी जस्तो थियो टोइलेट दगुरी पनि क्या बाटोले त आउनु पर्ने अहिलेसम्म कहाँ गएको छैन गिरे भाइ खोइ मैले पनि देखिनँ बर्बाद भयो त है फेरि जम्मा ल तिमी बस्दै गर यहाँ म अरू मान्छे पनि ल्याउँछु तिनीहरूलाई पनि बाटो भेट्यो भने फेरि फर्काएर लिएर आउँछु हो र म बस्दै गर अनि भोलि जाऊँ ल छिटो आउनुहोस् है छिटो आइहाल्छु नि चिन्ता नगर नि तिमी फत्रे छैन छैन ल ठिक छ उता भैली खेल्न जानुपर्छ क्या मैले ग्रुप जम्मा गरेर कहाँ तिमी यहाँ फत्रे घर आएर बसेको त नि हिँड हो सक्यो यहाँ बसेर यो फतुरे दाइ त ठिकै जस्तो लागेको थियो झन् त्यो पोकेको सङ्गत लागेर झन् यसपालिको तिहारमा भैली नै खेल्न नपाइने भयो गाँठी ए बस्दा बस्दा बोर लाग्यो म पनि जान्छु भो ल मैना अब मजा अच्छा यहाँ 4 बनाउन भइसकेको थियो यहाँ अहिलेसम्म के गर्ने सबै गर्छन् त तिमी नाच्ने म गाउनेहरू भैली खेलौँ क्या दुईजना मात्रै के रमाइलो होला र दुईजना मात्रै तिमी नाच्ने म गाउने थिएन सुकियाको कहाँ गर्छन् त्यसो गर नि त तिमी बस्दै गर यहाँ मतिर चाहिँ कता गयो नि म खोजेर लिएर आइहाल्छु सबैजनालाई छिटो ल्याइहाल्नु है सबैजनालाई बोलाएर आउँछु ल बस 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 ल कोही पनि छैनन् त बाहिर त भित्र पो बसेछन् क्या हो कोही छैनन् कहाँ गर्छन् त नि अब यो तिहारमा भैली खेलेर
1-2 रुपियाँ कमाउँला भनेर सोचेर त्यत्रो टिम बनाएर लिएर आएँ। कता हिँडेछन् है डाम्ना डाम्नीहरू। अब कोही नभए पनि जानु पर्यो। गाउँमा त कोही पाइएला नि भैली खेल्ने टिम। अब भैली त खेल्नै पर्यो, दाम त कमाउनै पर्यो। जा फतुरी जा, ढोकै लाएर जानु पर्यो अहिले त। हरि सरम जानु पर्यो भैली खेल्न। यामा हो यो पोकेले गर्न खोजे के हो बसेको नि 1 घन्टा भइसक्यो खै बरु फतुरे बरु कता खै मान्छे जम्मा गरेर खेलिसक्यो होला मलाई नि झ्याउ लाग्यो जान्छु भो म नि घरतिरै ए बाटा अरू मान्छे त भेटिन त्यही महिना र म भएर यसो खेल्न हुन्थ्यो नि त्यही महिना पनि हिँडिजान्छ के हो नि यो तालका मान्छे यो गाउँका मान्छे त्यो क्या गुन्द्री गरेर अब जानु पर्यो म पनि बाटोतिर सबैलाई भेट्यो भने त्यहीँ जम्मा गरेर अनि भैली खेल्दै हिँड्न पर्ला ढोका त लास्ला हामीलाई है फतुरे र पोके भएर भैलो खेल्न जाने भन्दै घरमा ल्याएर राख्यो। अहिले मेरो दुवैजना गायब भनेको। किन तर्साएको यस्तो रे? त्यो क्या गुन्द्री कहाँ तिमीलाई तर्साएको त मैले तिमीहरूलाई भैली खेल्न जाने भनेर यहीँ बस भनेर चाहिँ मैले तिमीलाई झन् 1 घन्टालाई घर राखेर छोडेर त तिमीहरू कहाँ हिँडेको नि त्यो क्या गुन्द्री घर एकछिन कुरेर भन्न नि सकेनौ आफूले घर भैली खेल्न भन्दै घरमा लाँदै थुपार्दै गर्ने हामी के दिनभरि तपाईँको घर कुरेर बसौँ त हो त नि त्यो फतुरे नि त्यस्तै अनि त्यो पोके पनि त्यस्तै हो हामी त नजामै भैलो सैलो खेल्नलाई बन नखेल्ने भैलो सुलो। पहा न अब कहाँ भैली नखेल्ने भनेको अब मैले उहाँ अरू मान्छे पनि लिएर आएको थिएँ अनि तिमीहरू त उस खै त्यो बिरे देखेनौ तिमीहरूले रिसाएर गइसक्यो नि उ त ल अब उता रिसाएर भैलो त नखेला पनि बरु चुप लाउँछ म राम्रो पैसा दिने ठाउँ लिएर जान्छु क्या अब भैली नखेल्ने कुरो हुन्न त्यहाँ आएर राम्रो रमाइलो गर्नुपर्छ भैली खेल्नुपर्छ अब म पैसा एकदम पैसा दिने ठाउँ लिएर जान्छु ल ल त्यसै हिँडेर गाँठे अब मजाले भैली गएर हामीसँग खेल्ने हो कहाँ भैली खेल्न कहाँ गएर तिमीहरू मेरा बानी ए होइन ए बाटुली ए मैना ए रिता डाम्ना डाम्नी हो। मैले भैली खेलौँ भनेर मेरो घरमा सबैलाई राखेर मलाई पोकेलाई लिएर आउँछु भनेको त पोकेसितै मुन्डिया छौ त तिमीहरू। होइन के पारा तिमीहरूको भन त आफू कता हराउने त अनि हामी घर पुरिराख्ने अनि आफू घरै नहुने अनि कसरी हामी एक्लै बस्ने त मलाई लिन गएको मैले किन लिन जानु पर्छ र मैले त भैली खेल्न जाने भनेर ऊ रितालाई मैनालाई बाटुललाई लिएर आएको ए डाम्ना पोके तैँले कहाँबाट लिएर आइस पहिला सुरुमा सुन बाटुलीलाई ल्याएँ त्यसपछि हाम्री रितालाई लिएर आएँ त्यस पछाडि गएर मैनालाई लिएर आएँ। मेरो घर पनि खुल्ला थियो घर पनि हेर्दै वही भनेर भनेको त सबै टापको कसेछन् अनि तैँले त्यत्तिकै लिएर आएँ भन्छ है डाम्ना पोके। हेर फतुरे अब कसलाई ल्याएर घर राखेँ कसलाई लिन गएछ त मलाई थाहा छैन मैले त उहाँहरूलाई यहाँ बाटामा भेटेर जम्मा गरेर भैली खेल्न जाऊँ अनि पैसा अलिअलि चाहिँ दाम छैन उठाउँ अनि के अरे पिकनिक खान जाउँला भनेर फर्काएर के अरे लिएर आएको छु जे पाए त उसलाई ल्याएर घर राखेँ अरे उसलाई ल्याएर कहाँ राखेँ अरे त्यो मलाई थाहा छैन जाउँ ए होइन यता सुन त्यसो भए यता सुन न एक मिनट सुन है यो यता सुन यो पोके हेर्दाखेरि हेर त अनुहार न दनुहारको छ यस्तासित गएर तिमीलाई बढी पैसा कसले दिन्छ बढी पैसा आउने ठाउँमा यो फतुरीले लान्छ सबै लैन मसित यससित गएर नि पैसा पाउँछौ तिमीहरूले ए लान्छस् तैँले बल्ल बल्ल बाटोबाट फकाएर ल्याएको मान्छेले तान्दै अघि नै हामीलाई कसरी राख्यो घर एक्लै कुरै राखेर बेपत्ता भएर गयो नआउने अनि हामी मलाई के थाहा छ नि यो सुकेको गत्रे ठाउँमा लान्छ लान्न अब फेरि तिमीहरू त्यहाँ कहाँ लगेर पुऱ्याएर राख्छ यो सुकेको दक्षिणा दिने ठाउँमा
सुकिया गुन्द्रुक मेरो टिमलाई लाने भन्ने